नेपाली कथानक चलचित्र कर्माले कति कमायो त दर्शकबिनहरू। आजको दिनसम्म आउँदा कर्माले कति कर्माको जसरी पनि वाइवाइ थियो, कर्माको जस्तो वाइवाइ थियो बाहिर त्यति वाइवाइ छ कि छैन हलभित्र दर्शकबिनहरू। कर्मा रिलिज भएको आज 6 दिन भइसक्यो दर्शकबिनहरू। 6 दिनसम्म आउँदा कर्माले कति रकम कलेक्सन गरेको पक्कै पनि यो बारे तपाईहरुलाई जिज्ञासा लागेको होला। पक्कै पनि आज म यो बारे खुलासा गर्नेछु तपाईहरुको माझमा। कर्मा फिल्म रिलिज भएको आज 6 दिन भइसक्यो। 6 दिनसम्म आउँदा कति कमायो त कर्माले? हो आउनुहोस् यो बारे म तपाईहरुलाई बताउने छु। आज 6 दिनसम्म आउँदा कर्माले लगभग 1.5 करोड क्रस गरेको छ दर्शकबिनहरू। हो दर्शकबिनहरू, आज 6 दिनसम्म आउँदा कर्माले 1.5 करोड कलेक्सन गरेको छ दर्शकबिनहरू। यस फिल्मले त्यति भने जस्तो दर्शकबिनहरूलाई तान्न त सकेको छैन हलमा, तर कमाइ चाहिँ ठिकठाक गरिरहेको छ। काठमाडौँ हलहरूमा राम्रै चलेको छ दर्शकबिनहरू, काठमाडौँ बाहिर पनि ठिकठाक चलेको छ। यसकारण कर्माले 1.5 करोड कलेक्सन गरेको छ आज 6 दिनसम्म आउँदा दर्शकबिनहरू। हो दर्शकबिनहरू, तपाईहरु सही सुन्दै हुनुहुन्छ। अझै कति दिनसम्म चल्ला त कर्मा हलहरूमा? कति दर्शकबिनहरूलाई तान्न सक्ला त? कि कर्माले अहिलेको भन्दा नि बढी स्तरमा हलहरूमा दर्शकबिनहरू तान्न सक्ला या अझै कम मात्रामा घटाउँदै जाला त दर्शकबिनहरू? पक्कै पनि केही दिनहरूमा देखिने नै छ, यसको नतिजा देखिने नै छ। कति कमाउँछ, कति दर्शकबिनहरू तान्न सक्छ हलमा, कि त घटाउँछ कि त बढाउँछ दर्शकबिनहरू, पक्कै पनि देखिने नै छ केही दिनहरूमा। हस्त दर्शकबिनहरू, यस्तै यस्तै नयाँ ताजा अपडेटहरू सुन्नको लागि मेरो यस भिडियोलाई लाइक, कमेन्ट, शेयर र यस च्यानललाई सब्स्क्राइब गरी मेरो यस युट्युब च्यानलमा जोडिदिनु होला, ताकि म